भयो जस्तो भयो त के भयो मेरो भाइ लाइभ बसिरहेको थियो दिदी अनि एकजना केटी आएको थियो बाहिर विदेशको केटी रहेछ मलाई बोलाउनु नि नै मसँग बोल्यो गफ गऱ्यो होइन यसो राम्रो लाग्यो जस्तो पनि गऱ्यो यताउति कुराकानी गऱ्यो तर लास्टमा उसको यसो हेरेको यतातिर मोबाइलतिर यतातिर फर्काएको त उतापट्टि साइडमा बोयफ्रेन्ड पनि सुतिरहेको रहेछ क्या मलाई चाहिँ बकरा बनायो क्या त्यही भएर आज एकदम टेन्सनमा छु भाइ कपाल मिलाउँछ टक्क यसो राम्रो यति राम्रो मान्छे आँसुले गर्दाखेरि यो दिदी कपाल भिजेर आँसु भिजेर के गर्नु सक्दैन आँसु पनि कस्तो यसरी नपुछेर यसरी पुछेको त नि यहाँको आँसु माथिसम्म आइसक्यो दिदी के गर्नु हाउडे त्यस्तो केटीहरूको कुरा नगर म छु म मिलाइदिन्छु सब मेरो लागि म खोज्छु भाइ बुहारी म खोज्छु भनेको नि कति भइसक्यो जस्तो लाग्छ खोटाङतिर त छैनन् कि क्या कोही पनि मङ्गोलियन केटी मनपर्छ भनेको होइन झन् मैले कति हेरिरहेको छु खालि केटी हेरेको छ आफ्नो काममा फोकस ओहो यस्तो हुनु पर्यो कि राम्री परेको सतलक्क परेको राइनी त्यो राइनीलाई फेरि एउटा कुलबाई मात्रै चाहिने खालको त्यसको लागि त भाइ पनि त त्यस्तै हुनु पर्यो अब एकचोटि लभ परोस् जिन्दगीभर बुझ्नु भएन भाउजू ए भाउजू के हो यो भाउजू आयो त मुखबाट यार के हो को छ दाइ के हो त्यो भाउजू दिदी भेना भन्नुपर्छ सरी म नाना एकचोटि लभ परोस् नि भाइको त्यसपछि देखाउँछु नि लोयल्टी भनेको के हो लोयल्टी कस्तो हुन्छ भनेर त्यसपछि देखाउँछु कि नाना खै मस्केको मात्रै देख्छु म घरि अर्को मोबाइलबाट हेरेर हुन्छु म आफै लाइभ हुँदा नि जोसँग नि मस्केको छ बढ्छ त सबैसँग कुरा त हुन्छ त कुराकानी बढ्छ तर लास्टमा गएर द एन्ड हानिदिन्छ नि त सबले मलाई त्यति नराम्रो त छैन सबजनाले त्यस्तो द एन्ड हान्नुपर्ने मैले एक दुईजना हेर्दैछु ल ठिक छ नाना हुन्छ मेरो लाइफ खोज्दिनु अनि हिजो कस्तो भयो भने बस्दा बस्दै मेरो लाइफ गयो अनि म भरे पछि आयो कुल गयो फेरि होइन अनि मैले कुलसँग कुरा गर्न दुःख सुखको गफ गर्न पनि पाएन हिजो यतिकै गेम खेल्दै खेल्दै मलाई धोबी हान्यो ओ माई गड त्यो पछाडिको गेम मैले अर्कोबाट हेरिरहेको छु कुल यसरी यहाँबाट हेरिरहेको छु नाना यहाँ एकजना अर्को मान्छे पनि आएको छ कि इन्डोनेसियाबाट त्यसको पनि सेकी झारन जानुपर्ने छ क्या अहिले बुझ्नु भएन ओ आएको छ च्याट भन त हो रियान आयो छैन अरे छ हो होइन उसले वेट गरेर बसिरहेको थियो कि आज हामीले पनि उसलाई वेट गर छैन भन्दै छैन ल छ भने जाऊ छ भने खेल्दा हुन्छ किनभने हो छ अरे आयो अरे ल हुन्छ नाना म जान्छु अहिले जोइन आयो भने खेल्नु म हेरेर आउँछु ल जहिले सम्झना धेरै माया ल आशीर्वाद दिनु भनेको सम्झनु धेरै माया अरे ए माया आशीर्वाद जहिले सँगै हुन्छ क्या साथमै हुन्छ सँगै विजयी भव त हान्न सकिन्थ्यो नि भाइ विजयी भयो राम्रो बुहारी खोज्न